नमस्कार, म डाक्टर के प्रसाद आज तपाईँको आरएथान आइसिडिएस प्रोग्राममा सङ्गीता राय म्याडम हुनुहुन्छ हाम्रो बिच। तपाईँको समस्या के हुन्छ? मेरो समस्या सर पुरा एकदम हेडेक, एकदमै बेसी टाउको दुख्छ हो। अनि कोही बेला पोइन्ट दुख्छ सर, यो पिछेको पोइन्ट दुख्छ, कोही बेला साइडको पोइन्ट दुख्छ, कोही बेला यो अगाडिको पोइन्ट दुख्छ है। त्यस्तो प्रकारले चाहिँ पुरै दुख्छ सर। यो पोइन्टमा अगर दुख्छ, आँखको छेउमा अगर दुख्छ भने आँखमा पावर हुनसक्छ र पावर भयो भने के हुन्छ समस्या भन्यो भने आँखामा प्रेसर जान्छ। आँखामा प्रेसर गयो भने तपाईँको टाउको दुख्नु सक्छ। एउटा रिजन यो हो। अरू के समस्या हुन्छ? अरू त्यस्तो केही छैन सर, मलाई त एकदमै हेडेक नै हो। भने प्रेसर पनि तपाईँको ठिकै बस्छ? हजुर, नर्मलै बस्छ। प्रेसर नर्मल छ, अरू कोही समस्या छैन भने एउटा रिजन ग्राउन्ड दिँदैछ कि तपाईँको आँखमा जो यो छ भिजन विक छ। भिजन विक छ सर, टाढोको देख्दैन। आँखामा प्रेसर जान्छ, प्रेसर गयो भने टाउको दुख्छ। तपाईँले चस्मा युज गर्नुपर्छ र जब चस्मा युज गर्दैन तपाईँ त्यति बेला आँखाबाट आँसु जान्छ? जान्दैन। अनि जब म पेन हुन्छ, पेन रिलिफको लागि चाहिँ मसाजहरू गऱ्यो भने चाहिँ आराम हुन्छ। मसाजमा आराम हुन्छ। यस सर। अरू चाहिँ सर यो अलिकति जस्तै सुजन हुन्छ कोही बेला खुट्टामा, कोही बेला चाहिँ जस्तै रनिङहरू गर्दा चाहिँ बेसी नै सुजन हुन्छ। त्यो त केले गर्दा होला? वेटले गर्दा होला कि सर? यो दुइटै ओजन, यो यति पार्ट चाहिँ पुरा नै सुजन हुन्छ, तर त्यो बेसी दिनभरि बेसी मात्रामा उभिए खडा रहन्छ नि सर, त्यो टाइममा हुन्छ। या त अब हामी कोही बेला वकहरू गर्छ, मर्निङ वकहरू या रनिङहरू गर्दा चाहिँ एकदमै बेसी सोइलिङ हुन्छ। 2 डेज 3 डेजसम्म चाहिँ बस्छ। यहाँ माथि सर दुख्छ पुरा हो, यस्तो हुन्छ सर। दुईटामै त्यस्तो हुन्छ सर। बेसी खडा चाहिँ बस्नु हुँदैन। मैले अब जस्तै 3 घण्टा 4 घण्टा खडाहरू बस्यो भने चाहिँ पुरा सोइल हुन्छ। पुरा दुख्दैन सर। अनि यस्तो यो जुन चाहिँ दुख्छ नि सर, बेसी उभियो भने चाहिँ यो दुख्दैन। यो वरिपरि जो सबै पेन हुन्छ, जस्तै योहरू डल्लै पेन हुन्छ। हजुर, यो मात्रै पेन हुन्छ। यो माथिको अप्पर पेन हुन्छ, यो पेन हुँदैन। दुई साइडै हुन्छ सर। सेम हुन्छ सर, एकदमै बेसी। अहिले गर्दा पनि पुरा उयो पेन भइरहेको हुन्छ। बेसी चाहिँ खडा चाहिँ रहनै हुँदैन।